आज हामीले अलिकति ढिलो वचनको समयमा आइपुगेका छौँ र व्यक्तिगत प्रार्थनाहरूमा निरन्तर प्रार्थना गरौँ। हाम्रो देश, हाम्रो प्रियजनहरूको लागि हाम्रो आशा चाहिँ यीशु प्रभुमा बाहेक कहीँ पनि छैन। हाम्रो व्यक्तिगत जीवनको लागि अनि हाम्रो राष्ट्रको लागि त्यो भएर प्लिज एकदमै प्रार्थनामा हामी रहौँला र एकअर्काको लागि प्रार्थना गरौँ। हालेलुया। म वचनमा जाँदैछु अनि यो वचन मलाई जहाँसम्म लाग्छ 5 हप्ता भयो होला। म यो साल एउटै मात्रै कुरो ज्यादा बाँड्ने छु भनेको छु र अरू अगुवाजीहरूले विभिन्न विषयहरूमा बाँडिराख्नु भएको छ। मलाई लाग्छ 6-7 महिना एउटा कुरा मात्रै म बाँड्ने छु यस मण्डलीमा, जो परमेश्वरले मेरो हृदयमा लगाइदिनु भएको छ। हितोपदेश 29:18 त्यो आजको खण्ड होइन, तर त्यहाँ यस्तो लेखिएको छ, जहाँ दर्शन प्रकाश छैन त्यहाँ मानिसहरू भाडिन्छन्। अनि यो साल तपाईले आफ्नो जीवनको दर्शन भेट्टाउनुहोस्। परमेश्वरले तपाईको जीवनमा राखिदिनु भएको योजना वा बलावट पत्ता लगाउनुहोस् अनि त्यसलाई जीवनभरि पछ्याउनुहोस् अनि त्यसलाई पुरा गर्नुहोस् भनेर मद्दत गर्नको निम्ति म यो वचन लिइरहेको छु। गएको 4 हप्ताहरूमा मैले बढी जोड दिएको कुरा चाहिँ तपाईमा बलावट छ। अनि आजदेखि उसो त्यो बलावट कसरी पत्ता लगाउने? धेरैजनाले पत्ता लगाइसक्नु भएको छ। कतिजना दोधार हुनुहुन्छ, कतिजनाले त्यो परमेश्वरले तपाईँको जीवनमा राखिदिनु भएको बलावटलाई पछ्याइराख्नु भएको छ, मतलब फुलफिलमेन्टतर्फ जाँदै हुनुहुन्छ। हामीसँग 3 थरीका मानिसहरू छौँ। त्यो भएर म प्रार्थनासहित तपाईँलाई मद्दत गर्न यहाँ उभिनेछु जब यो निकै लामो सिरिज हुनेछ। हालेलुया। हिब्रू 29:18 जहाँ दर्शन प्रकाश हुँदैन त्यहाँ मानिस भाडिन्छ। इङ्ग्लिस बाइबलमा चाहिँ, नेपालीमा चाहिँ भाडिन्छ भनेर लेखेको छ। यो अलिकति मलाई हल्का शब्द लाग्यो, तर इङ्ग्लिसमा हेऱ्यौँ भने पेरिस भन्ने शब्द छ, त्यहाँ चाहिँ नष्ट हुन्छ भनेर, पेरिसको अर्थ चाहिँ नष्ट हुन्छ। तर कुरो उस्तै आउँछ, हामी यसमा दुविधा हुनु पर्दैन। जहाँ दर्शन प्रकाश हुँदैन, दर्शन र प्रकाश होइन है, जहाँ दर्शन प्रकाश हुँदैन। दर्शन आफ्नो जीवन, म भोलि कहाँ जाँदैछु, भोलि मैले के गर्नुपर्ने, वाकई म यस पृथ्वीमा किन छु भन्ने कुराको प्रकाश कसैले पाउँदैन भने त्यो व्यक्ति भाडिन्छ भन्छ बाइबलले। भाडिन्छ भनेको चाहिँ ऊ यस पृथ्वीमा जिउँछ तर ऊ परमेश्वरले राखिदिनु भएको बाटोमा हुँदैन। ऊ परमेश्वरदेखि भाडिएर टाढो जान्छ, परमेश्वरको योजनादेखि बाहिर हुन्छ। भाडिन्छ भनेको इङ्ग्लिस बाइबलमा ESVमा चाहिँ पेरिस भन्ने छ, KJVमा पेरिस भन्ने छ, त्यो चाहिँ नष्ट हुन्छ। ऊ मरिहाल्छ भनेको होइन, तर ऊ परमेश्वरसँगको रिलेसन, परमेश्वरले राखिदिनु भएको कुराबाट ऊ बाहिर हुन्छ भनेको। त्यसैले इट्स भेरी इम्पोर्टेन्ट हामीले हाम्रो जीवनमा मैले गर्नुपर्ने के हो। गएको हप्ताहरूमा मैले बाँड्दै थिएँ, धन्य हो त्यो मानिस जसले आफ्नो जीवनको बलावट र उद्देश्यलाई पत्ता लगाउँछ, पछ्याउँछ अनि पुरा गर्छ। तर त्यो मानिस बडो दयनीय अवस्थामा हुन्छ, दुखित र दुविधामा हुन्छ, जसले यस पृथ्वीमा मैले के गर्नुपर्ने भन्ने कुरा थाहा पाएको छैन र ऊ ट्राई गरिरहेको छ, यो गर्छ त्यो गर्छ त्यो गर्छ, तर पनि शान्ति पाएको छैन। त्यो भएर यस पृथ्वीमा हामी पर्पसफुल्ली जिउनुपर्छ। हालेलुया। उद्देश्यपूर्ण जीवन जिउनुपर्छ। अनि मैले वचन सुरु गरेको थिएँ एफएसी 2:10 यो हमेसा थिम वर्ष रहनेछ यो 6-7 महिनाको लागि, किनकि परमेश्वरले हामीलाई असल कामहरूको निम्ति ख्रीष्ट येशूमा सिर्जना गर्नुभएको उहाँका हातका सिपहरू हौँ। यसैले यसकारणले हामी ती बमोजिम हिँडौँ भनेर परमेश्वरले पहिल्यै तयार गर्नुभएको छ। हालेलुया। हामी जब यस पृथ्वीमा आयौँ त्योभन्दा अगाडि तपाईँले यस पृथ्वीमा गर्नुपर्ने काम तयार भएको छ परमेश्वरको तर्फबाट। हालेलुया। आमेन। तर यो धेरैजनाको लागि त्यति सजिलो छैन पत्ता लगाउनको निम्ति। आमेन। ल कोहीले चाहिँ अलिक साह्रो आमेन भनेर पनि मलाई सहायता गर्नुहोस् है। यहाँ हावाको एक्सेस छैन, गर्मी पनि छ, सुत्छ पनि। आमेन भन्दाखेरि कोहीको निन्द्रादेखि उठ्छ पनि। प्रेज द लर्ड। हालेलुया।
र परमेश्वरले जुन योजना बनाउनु भएको छ, तपाईँ र म जति जान्न आतुर छौँ, तर परमेश्वर चाहिँ कयौँ गुणा ज्यादा ती कुराहरू हाम्रो जीवनमा प्रकट गर्नको निम्ति, प्रकाश गर्नको निम्ति आतुर हुनुहुन्छ। हालेलुया। र लास्ट 21 दिन अगाडि, 1 महिना अगाडि जब म बाँड्दै थिएँ रोमीको पुस्तक 12:3 देखि पावलले भन्छ, तिमीहरूले आफूलाई जस्तो सम्झिनुपर्ने त्योभन्दा ज्यादा वा कम नसम्झ। त्यहाँ चाहिँ ज्यादा भन्ने शब्द मात्रै छ, तर यसको मतलब कम पनि नसम्झ भनेपछि तिमीहरू आफ्नो बोलावट, तिम्रो जीवनमा परमेश्वरले राखिदिनु उहाँको इच्छा जो त्यति काम गर। अनि आजदेखि चाहिँ म सिधै जानेछु कसरी हाम्रो जीवनको बोलावट हामी पत्ता लगाउन सक्छौँ। जतिजनाले पत्ता लगाइसक्नु भएको छ, यो चाहिँ तपाईँलाई अझ इक्विप गर्नको निम्ति हुनेछ। तर जतिजना दुविधा हुनुहुन्छ, यसले तपाईँलाई मद्दत गर्नेछ वचनले, कि तपाईँ आफ्नो जीवनको बोलावटलाई पत्ता लगाउनुहुनेछ। हालेलुया। अब 1 महिना जति म रोमी 12:1 र 2 रहनेछु। आजको खण्ड यो छ, हामी वचन सुनेर केही समय प्रार्थनामा सधैँ बस्ने पनि छौँ। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हौ र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। आमेन। प्रभु यीशु ख्रीष्टको नाममा यस गरी यहाँ हरेक कान, ध्यान, हृदय तपाईँ यीशुतर्फ एथेन्टिभ भएको होस्, यीशुको नाममा। आमेन। म फेरि दोहोऱ्याउन चाहन्छु, सबैभन्दा अन्तिम लहर परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। यो खण्डले भन्दछ, 2 को अन्तिम लहरले, परमेश्वरले तपाईँ र मेरो जीवनमा जुन प्लान गर्नुभएको छ, जुन प्रपोज राख्नुभएको छ अथवा जुन योजना बनाउनु भएको छ, ती चाहिँ भेरी गुड, एक्सेप्टेबल एन्ड पर्फेक्ट, असल, ग्रहणयोग्य र सिद्ध छ। हालेलुया। अनि यो कोठामा आज जतिजना हामी आएका छौँ, यहाँ कुनै पनि त्यस्तो व्यक्ति छैन जसको जीवनमा परमेश्वरको योजना छैन। यस्तो हुनै सक्दैन। हामी प्रत्येक एकको जीवनमा परमेश्वरको योजना छ। यो चाहिँ कन्फर्म हुनुहोस्। 2024 को अन्तिममा मैले यसको आधा वचन बाँटेको छु। अनि म चाहिँ यस्तो पास्टर बिर्सिँदिनँ मैले के बाँटेको छु, किनकि अनुग्रहमा एफएसी 2 को 8 देखि 10 सम्म हामीले धेरै हेरेको छौँ। अनुग्रहमा तपाईँ कोही हुनको लागि बोलाइनु भयो, त्यो चाहिँ चाइल्ड अफ गॉड, परमेश्वरको छोरा अनि छोरी। तपाईँको आइडेन्टिटी, मेरो पहिचान, तपाईँको पहिचान चाहिँ तपाईँ परमेश्वरको छोरा या छोरी हुनुहुन्छ। यो चाहिँ सबैभन्दा पहिलो बोलावट, प्रमुख बोलावट। हालेलुया। अनि यो यसमा हामी सबैजना पर्छौँ कि येशूलाई विश्वास गरेपछि अनुग्रहमा मैले एउटा बोलावट पाएँ, त्यो चाहिँ परमेश्वरको छोरा, सन्तान हुनको लागि। हालेलुया। म पास्टर हुन अगाडि म परमेश्वरको छोरा हुँ। म कसैको श्रीमान हुन अगाडि, कसैको बाबा हुन अगाडि म परमेश्वरको छोरा हुँ। अनि यो आइडेन्टिटी, जुन पहिचान मैले येशूमा पाएको छु, यसलाई कुनै पनि कुराले उछिन्दैन, मेरो सेवाकाईले पनि उछिन्दैन, जीवनको कुनै पनि कुराले उछिन्दैन। म परमेश्वरको छोरा हुँ। हालेलुया। मलाई उहाँ, अनि परमेश्वर, मलाई जहाँसम्म लाग्छ परमेश्वर उत्कट हुनुहुन्छ आफ्नो छोराछोरीलाई उहाँले बनाउनु भएको प्लानमा स्थापित गर्नको निम्ति। हालेलुया। मेरो बोलावटमा पास्टर हुँ, म पाइलट हुन बोलाइएको होइन, र म एकदम ह्याप्पी छु। आइ एम भेरी ह्याप्पी। अब मैले योभन्दा ज्यादा सोच्नु हुँदैन र कम पनि सोच्नु हुँदैन, रोमी 12 को 3 अनुसार। हालेलुया। आमेन। शाबास। ताली बजाउनु भएको लागि।
घरिघरि मात्रै, फेरि कसैको अलिकति हार्ट प्रब्लम हुन्छ, स्वास्केर फेरि गाह्रो पर्छ। हालेलुया, आमेन। साउल, राजा साउल, सिमसोन, अनि पुरानो नियमका धेरै अरू राजाहरू, सेवकहरू, उनीहरूको जीवनमा अद्भुत बोलावट थियो, तर उनीहरू पवित्र जीवन नजिएकोले उनीहरूले परमेश्वरले राखिदिनु भएको त्यो महान बोलावट, जुन कलिङ, जुन एचिभ गर्नुपर्ने थियो, उनीहरूले गरेन। साउलको राज्य सकियो। स्यामसोनमा कति ठुलो बोलावट थियो न्यायकर्ता हुनको निम्ति, तर ऊ अपवित्र जीवन जियो अनि ऊ आफ्नो बोलावटमा पुरा हुन सकेन। तपाईँलाई थाहा छ कि छैन है, म बताउँछु। धेरैजना हामी हाम्रो बोलावटलाई मिस यस कारणले गर्छौँ, हामी अपवित्र जीवन जिएर। बाइबलमा छ उदाहरण, पुरानो करारका सबै राजाहरू एकान्त दोकान छोडेर उनीहरूले राजगद्दी पाएको थियो, उनीहरू राजा हुन बोलाएको थियो, रुल गर्न बोलाएको थियो, तर धेरैजनाले ती कुराहरू एचिभ गर्न सकेन, किनकि उनीहरू परमेश्वरको दृष्टिमा गलत तरिकाले जिए। जब मोसाले बोलावट पाउँदाखेरि प्रस्थानको 3 अध्यायमा हामी हेर्न सक्छौँ, प्रस्थानको पुस्तकमा जब परमेश्वरले बोलाउनु भयो, मोसा तिम्रो जुत्ता खोल किनकि तिमी उभिएको ठाउँ चाहिँ पवित्र छ। त्यतिखेर परमेश्वरले आफ्नो प्लान रिभिल गर्न खोज्दै हुनुहुन्थ्यो मोसालाई, अनि परमेश्वरले प्लानलाई रिभिल गर्नुभयो। ओके, तिमी चाहिँ मिस्र जाँदैछौ, अनि मिस्र गएर तिमी चाहिँ मेरा जातिहरूलाई छुटाउँदैछौ, यो चाहिँ मैले तिम्रो जीवनको लागि बनाइदिएको योजना। अनि मोसाले आफ्नो योजना पत्ता लगायो, अनि सम्भवतः जीवनभरि त्यही योजनामा हिँडिराख्यो, पछ्याइराख्यो। सुरुवाती धेरै राम्रो थियो, तर मोसाको एन्ड हेऱ्यौँ भने हामीले त्यति चित्तबुद्ध छैन, किनकि मोसालाई जसरी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो, तिमी प्रतिज्ञाको भूमिमा जानेछौ, तर मोसाको एन्ड चाहिँ के भयो भन्दाखेरि उसले आफ्नो जीवनले ती कुराहरू अनुभव र उपभोग गर्न पाएन, सिर्फ आँखाले देख्न मात्रै पायो, किनकि उसको जीवनको एन्डमा उसले एउटा यस्तो खराबी काम गर्यो, परमेश्वरको वचनलाई आदर गरेन। जब चट्टानदेखि पानी निकाल्नु पर्ने थियो, परमेश्वरको हुकुम थियो तिमीले चाहिँ कमान्ड गर, म इजरायललाई पानी दिन्छु, तर यदि साह्रो क्रोधित भयो मोसा, गएर ड्याम 3 चोटि लौरोले चट्टानलाई हान्यो। 1 मिस्टेक, त्यो कुराले उसले प्रतिज्ञाको भूमिलाई मूल्य चुकाउनु पर्यो। त हामी यो कुराहरूलाई त्यति गहिरेर हेर्दैनौँ हाम्रो जीवनमा। मोसाको जुन स्टार्टिङ थियो वन्डरफुल, भव्य थियो, उसको जुन जर्नी थियो, मोसाको जीवनबाट जुन मिराकल्सहरू भयो, अनि परमेश्वर जसरी आम्ने सामने कुरा गर्नुभयो, अद्भुत। तर जुन एन्ड थियो त्यो चाहिँ त्यति सुखद छैन, अनि परमेश्वरले हामीलाई त्यसरी बोलाउनु भएको छैन। वास्तवमा मोसालाई बोलाउनु हुँदाखेरि मोसा प्रतिज्ञाको भूमिमा पुग्नै पर्थ्यो। हालेलुया। तर उसको जीवन परमेश्वरको वचनअनुसार रहेन। जब हामी परमेश्वरको वचनअनुसार जिउँदैन, म पवित्रताको कुरा गर्दैछु। अब दानियलको हेरौँ, बेबिलोनमा लिटल गाई 17 वर्षको आसपासमा ऊ क्याप्टिभ भएर शत्रुले लगेको थियो, तर बेबिलोनमा उसले कुनै पनि कुरामा कम्प्रोमाइज गरेन। खाने पिउने त्यहाँका सबै सिस्टमहरूसित उसले सम्झौता गरेन, विश्वासमा अडिग रह्यो, एन्डसम्म अडिग रह्यो। पुरा बेबिलोनमा शासक गर्ने राजाभन्दा सेकेन्ड दर्जाको जस्तो पावरफुल व्यक्ति भयो, तर ऊ पुरै जीवन पवित्र जीवन जियो। हालेलुया। तपाईँ र म जब पवित्रता जिउँदैनौँ, पवित्र जीवन हामी जिउँदैनौँ, हामी परमेश्वरको बोलावटमा रहन सक्दैनौँ। जब तपाईँ र म पवित्र जीवन जिउँदैनौँ, तपाईँ र मैले परमेश्वरको योजनालाई पत्ता लगाउन सक्दैनौँ, पछ्याउन सक्दैनौँ, पुरा गर्न सक्दैनौँ। यो कुराहरू छ। तर आज चाहिँ म तपाईँलाई योसेफको जीवनीबाट उदाहरण दिँदै यो खण्डलाई, यो वचनलाई अगाडि लान चाहन्छु। जब हामी उत्पत्ति 37 अध्यायमा हेर्छौँ योसेफको बारेमा, योसेफले 2वटा सपना देखेको थियो, अनि त्यो सपना चाहिँ उसको जीवनको बोलावट थियो। परमेश्वरको असल
ग्रहण योग्य र सिद्ध इच्छा थियो कि योसेफ एक दिन संसारलाई रोटी खुवाउने मान्छे बन्ने छ। किनकि उसले शर्ती सदायमा छ, उत्पत्ति शर्ती सदायमा कि योसेफले सपना देख्यो। हालेलुया, सबले भन्नु सपना देख्यो। उसले दर्शन देख्यो, दर्शन प्रकाशित भयो उसको जीवनमा। दर्शन र प्रकाश होइन, दर्शन प्रकाशित भयो। हालेलुया, दर्शन जसको जीवनमा प्रकाशित छ, he is a very happy person. हालेलुया, आमेन। अनि उसले सपनामा देख्यो खेतबारीमा बालक धानको के अरे धान त हो कि होइन, के को बिट्टा, अन्नको बिट्टा भनेर लिएछ। उसको बिट्टा ठाडो भयो, 11 जनाको बिट्टा झुक्यो। सबले भन्नु झुक्यो। अब दाजुहरूले बडो डहा गरे यो सपना देखेपछि। कहिले कहिले मानिसले हाम्रो जीवनमा भएको भलाउटहरू देखेर डहा गर्छ, तर नेभर माइन्ड, अरूले जेसुकै सोचोस्, तपाईँ आफ्नो भलाउटमा हिँड्नुहोस्। हालेलुया, नेभर माइन्ड। किनकि भिजन चाहिँ एट्र्याक्टिभ हुन्छ, वाकै दर्शनहरू एट्र्याक्टिभ हुन्छ, त्यसले मानिसको ध्यानलाई खिच्छ। तर यो सपनामा उसले आफ्नो दाजुहरूलाई भने, ए दाजुहरू आउनुहोस् त आउनुहोस्, म एक दिन तपाईँहरूलाई रोटी खुवाउने छु। वास्तवमा यसो भन्दै थियो युसुफले, एक दिन म संसारलाई रोटी खुवाउने व्यक्ति बन्ने छु, एक दिन म संसारलाई भोजन दिलाउने व्यक्ति बन्ने छु। फर्स्ट ड्रिम। अनि सेकेन्ड ड्रिम, 11वटा ताराहरू, चन्द्र र सूर्यले उसलाई दण्डवत गरेका, त्यो पनि सुनायो। हालेलुया। र उसले त्यतिखेर भन्दै थियो, परमेश्वरले मलाई एक दिन एकदमै पावरको पोजिसनमा राख्नुहुनेछ, एउटा आदरणीय ठाउँ, अनरको ठाउँ दिनुहुनेछ परमेश्वरले मलाई। युसुफले आफ्नो दर्शन बाँड्दै थियो। अनि समय आयो जब उसले यो सपना देखेको थियो। 17 वर्षको लक्का जवान थियो। सल्यो लक्का जवान। अब कतिजना 17 काट्नुभयो होला, हेत्तेरिका मैले त आजसम्म मेरो जीवनमा के गर्नुपर्ने पत्तै छैन त भनेर निराश नहुनुहोस्। कुनै पनि कुरो ढिलो भएको छैन। हालेलुया। अब म बडो एक्साइटेड छु है यो साल। यदि यो वचन सुनेर 1 या 2 जनाले आफ्नो जीवनमा परमेश्वर राखिदिनु भएको कुरा भेट्टाएर त्यसमा स्थापित भयो भने त्यो व्यक्तिले राज्यको ठुलो प्रभाव ल्याउँछ। हालेलुया। तपाईँ र मैले यस पृथ्वीमा जुन प्रभाव ल्याउँछौँ, त्यो प्रभाव चाहिँ परमेश्वरको योजनाभन्दा बाहिर रहेर कहिले पनि ल्याउन सक्दैनौँ, कहिले ल्याउन सक्दैनौँ। हामी परमेश्वरको योजना, उहाँको इच्छाभित्र रहेर मात्रै हामी मण्डलीमा प्रभाव ल्याउन सक्छौँ, समाजमा, देशमा, परिवारमा। हालेलुया। ध्यान दिएर सुनौँ हामी यो कुरा। आमेन। हालेलुया। अलराइट। तब 30 वर्षको उमेर हुँदाखेरि मलाई सम्मत लाग्छ 13 वर्ष पछाडि वाकै अनिकालको समय आयो। उसले संसारलाई रोटी खुवाउने व्यक्ति भयो। समय आयो, फारोभन्दा जस्ट पोजिसनको आधारले मात्रै सेकेन्ड सिट, अदरवाइज ऊ सबैभन्दा पावरफुल व्यक्ति भयो। हालेलुया। दुईटै ड्रिम, दुईटै प्लान आफ्नो जीवनमा उसले एचिभ गर्यो। तर यो जुन दौरान छ 13 वर्षको जर्नी, जो उसको आफ्नो जर्नी चाहिँ निरन्तर लागिरहेको छ, एउटा कुरा योसेफको जीवनमा हामीले सिक्छौँ, ऊ हमेसा पवित्र जीवन जियो। हालेलुया। सबैले भन्नु पवित्र जीवन जियो। आमेन। पवित्रता यति आकर्षित कुरो हो। मलाई यस्तो लाग्छ संसारमा सौन्दर्यता बडो एट्र्याक्टिभ कुरो हुन्छ, तर परमेश्वरको दृष्टिमा सौन्दर्यता चाहिँ उहाँको आफ्नै पवित्रता हो। त्यही भएर स्वर्गदूतले स्वर्गमा, इभन आज पनि प्रकाशको पुस्तकले भन्छ त्यो ब्युटीलाई उनीहरूले घोषणा गरिरहेको छ, पवित्र 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 सर्वशक्तिमान परमेश्वर पवित्र हुनुहुन्छ, जो हुनुहुन्थ्यो हुनुहुन्छ अनि आउँदै हुनुहुन्छ। हालेलुया। अघि हामी पनि गाउँदै थियौँ पवित्र पवित्र भन्दै, त्यो परमेश्वरको क्यारेक्टर हो। हालेलुया। अनि यो एट्र्याक्टिभ हुन्छ, एकदमै एट्र्याक्टिभ। जस्तो योसेफ हमेसा
उसको जीवनलाई हेर्दाखेरि जहाँ पनि गयो उसले धेरै कुरालाई आफूतिर खिचेको छ। उसको जीवनले त्यो खिच्नको पछाडि चाहिँ ऊ वाक्कै एकदमै पढे लेखेको भएर, वाक्कै एकदमै धनाढ्य भएर होइन, ऊ परमेश्वरको भयमा हिँड्यो। हालेलुया। चाहे आफ्नो पिताको घरमा, पोथिफरको घरमा, जेलखानामा या फारोको दरबारमा, एभ्री प्लेस उसले कुनै पनि कुरासित कम्प्रोमाइज गरेन। हालेलुया। सबैले हुनु पवित्र। बाइबलले भन्दछ हिब्रू 12:14ले, पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। इम्पोसिबल। पवित्रता बिना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन। अनि आज्ञा छ 1 पत्रुस 1:15मा, तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ। ध्यान दिएर सुनौ, तिमीहरूलाई बोलाउनु हुने, अनि हामी बोलावटको कुरा गर्दैछौँ, हामीलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा, हामी सबैले भनौँ जीवनका सबै रहनसहनमा पवित्र हौ। अनि 16 पदमा छ, किनभने यो लेखिएको छ, तिमीहरू पवित्र हौ किनभने म पवित्र छु। आमेन। अब यहाँ बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि, जसले तपाईँ र मलाई बोलाउनु भयो उहाँ पवित्र हुनुहुन्छ। अनि जुन बोलावट उहाँले दिनुभयो बोलावट पवित्र छ। बोलाउनु हुने पवित्र हुनुहुन्छ, हाम्रो जीवनमा परमेश्वरले राखिदिनु भएको बोलावट पवित्र छ, अनि त्यो बोलावटलाई पुरा गर्ने व्यक्ति पनि पवित्र हुनुपर्छ। बाइबलले यसो भन्छ यसको बारेमा। 2 तिमोथी 1:9, उहाँले हामीलाई उद्धार गर्नुभयो, फर्स्ट थिङ्स, हामीलाई केही हुनको निम्ति बोलाउनु भयो। अब अर्को र, यहाँ एउटा शब्द छ र, एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो। मैले भने बोलावट पवित्र छ। हर कलिङ जो छ बोलावट छ। बाइबलले भन्दछ र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो। त्यहाँदेखि अगाडि हाम्रो कामको आधारमा होइन, प्रेज द लर्ड, हालेलुया, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग युग, जब म यो वचन बिहान मनन गर्दै थिएँ, युग युग, जो उहाँले ख्रीष्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। यो वचन भरे घरमा गएर मनन गर्नुहोस् ल। यहाँ माथि लेखेको जति कुराहरू छ बाइबलले भन्छ, ती सबै कुराहरू परमेश्वरले हामीलाई येशू ख्रीष्टमा युग युग पहिल्यै दिइसक्नु भएको छ। हालेलुया। उद्धारका कुराहरू युग युग अगाडि येशू ख्रीष्टमा। आमेन। तपाईँको जीवनमा भएको बोलावट र मेरो जीवनमा भएको बोलावट युग अघि उहाँले एसाइन गरिसक्नु भएको छ। यहाँ आमेन भन्दा हुन्छ, केही पनि फरक पर्दैन। हालेलुया। हाम्रो भाइले आमेन भन्नुहुन्छ होला भनेको यस्तो ठाउँमा चाहिँ भन्नु भएन। बिर्सिनु भयो? जब म यो खण्ड हेर्छु एउटा विश्वास आउँछ, मेरो जीवनमा चाहिने प्रत्येक एक एक कुरो उहाँले म जन्मेपछि निर्माण गर्दै, अब भोलि के म कहाँ जानुपर्छ, पर्सि के लाउनुपर्छ, अर्को हप्ता मैले के खानुपर्छ, उहाँले प्रिपेयर गर्दै गर्दै लानुहुन्छ। होइन, परमेश्वरले येशू ख्रीष्टमा मेरो लागि चाहिने सबै कुरो युग युग अघि येशूमा राखिदिइसक्नु भएको छ। हालेलुया। आमेन। मेरो स्वास्थ्यता, मलाई चाहिने शान्ति, आनन्द, सबै कुरो, सबै भनेपछि सबै कुरो। हालेलुया। र जब योसेफ पवित्र जीवन जिउँदै हिँडिरहेको थियो, उसले मलाई जहाँसम्म लाग्छ उसको पवित्र जीवनले दुईटा कुरा गरिरहेको थियो। एउटा कुरो उसको बोलावटलाई, जेको निम्ति वो बोलाइएको थियो त्यसलाई नर्सर गरिरहेको थियो, मलजल गरिरहेको थियो। किनकि उसले सपना देख्नु साथ उसले सबैलाई रोटी खुवाउने भएको थिएन, बोलावट पाउनु साथ। त्यहाँदेखि उसको एउटा जर्नी तय हुन्छ, अनि ऊ पवित्र जीवन जिएर अनि उसले परमेश्वरलाई आफूतिर
एट्र्याक्ट गरिरहेको थियो। किनकि बाइबलले भन्छ हिब्रू 14 को 17 हैन त, पवित्रता बिना परमेश्वरलाई देख्न 12 को 14, पवित्रता बिना परमेश्वरलाई देख्न असम्भव छ। अनि यो वचन आज पनि लागू हुन्छ। आजभोलि मण्डलीमा पवित्रताको वचन बाँड्नु हुँदैन भन्ने कुरा आइरहेको छ। सबभन्दा ज्यादा पवित्रताको वचन बाँड्नुपर्ने समयमा हामी छौँ, मलाई त्यस्तो अनुभव हुन्छ। किनकि क्रिस्चियन जीवन क्याजुअल हुँदै जाँदैछ। अब सबै कुराहरू सामान्य लाग्दैछ हामीलाई। परमेश्वर हिजो आज सदा सर्वदा एक समान हुनुहुन्छ। उहाँ आफ्नो स्वभावमा कहिले परिवर्तन हुनुहुन्न। हालेलुया। आज प्रभुका जनहरूलाई पाप लाग्न छोड्दैछ। अहिले त एआई को जमाना छ। म ती कुराहरूलाई हेरिरहेको छु, आर्टिफिसियल इन्टेलिजेन्स। मान्छेले भन्दा राम्रो प्रचार गर्छ एआईले। उसलाई एउटा टपिक दिनुपर्छ, हुरुरुरुरुरु बताउँछ उसले। यस्तो समय आइसक्यो। तर प्रभुलाई धन्यवाद होस्, प्रभु तपाईँ र मेरो पर्सनल रिलेसनसित चासो राख्नुहुन्छ। आमेन। संसारमा मानिसले जे कुरा डेभलप गरोस्, विज्ञानले जे कुरा डेभलप गर्दै लगोस्, परमेश्वर तपाईँको हृदय अनि मेरो हृदयप्रति बडो इन्ट्रेस्टेड हुनुहुन्छ। आमेन। हालेलुया। प्रेज द लर्ड। प्रभुलाई महिमाको ताली दिउँ। मैले यहाँसम्म आउँदाखेरि एउटै कुरा फोकस गरेको छु। हामी पवित्रता बिना परमेश्वरले राखिदिनु भएको इच्छा, योजना अथवा हाम्रो जीवनको उद्देश्य पत्ता लगाउन सक्दैनौँ। फर्स्ट थिङ, न हामी त्यसलाई इम्प्रुभ गर्न सक्छौँ अथवा पछ्याउन सक्छौँ, न फुलफिल गर्न सक्छौँ। परमेश्वरको वचनको ट्र्याकदेखि बाहिर जाने कसैले पनि जो परमेश्वरसँगको डिपर रिलेसनमा छैन, त्यो व्यक्तिले परमेश्वरको योजना पत्ता लगाउँदैन। किनकि परमेश्वरले आफ्नो रहस्यको कुराहरू जो घनिष्ठतामा आउँछ ती व्यक्तिहरूलाई रिभिल गर्नुहुन्छ। हालेलुया। आमेन। सो तपाईँको व्यक्तिगत सम्बन्ध भेरी इम्पोर्टेन्ट। अब म अलिकति केही समय यसमा गुजार्छु। वाकै पवित्रता भनेको के हो? सम्भवतः हामीलाई सजिलै गरी थाहा छ पवित्रता भनेको के हो। म योसेफकै जीवनबाट लानेछु। हामीलाई थाहा छ पवित्रता भनेको शरीरका इच्छा, लालच, शरीरले चाहेका कुराहरूदेखि टाढो हुनु, अलग राख्नु आफूलाई, त्यो पवित्रता हो। जस्तो योसेफ पवित्र जीवन जियो किनकि योसेफले ती सबै कुराबाट आफूलाई अलग राख्यो। लक्का जवान थियो, पोतिफरको घरमा नोकरको काम गर्दथ्यो। अनि पोतिफर हमेसा अफिसमा हुन्थ्यो, श्रीमती घरमा हुन्थ्यो। अनि हरेक पटक पोतिफरको श्रीमतीले योसेफसित शारीरिक सम्पर्कको लागि हमेसा कुरा गरिरह्यो, हमेसा। तर एभ्री टाइम योसेफ त्यो व्यभिचारको पापदेखि आफूलाई अलग राख्यो, एभ्री टाइम। अनि विचार गरौँ, 17, 18, 19 वर्ष, कति वर्षको हुँदाखेरि मिस्रीले बेचेपछि तुरुन्तै उहाँ पुगेको थियो। 17, 18, 19 वर्ष, कति वर्ष बच्यो त्यहाँ? भेरी यङ गाई। तपाईँहरू जो उमेरमा हुनुहुन्छ, कसरी उसले कन्ट्रोल गर्यो आफ्नो जीवनलाई, कसरी प्युरिटीलाई मेन्टेन गर्यो? मलाई लाग्छ उसलाई थाहा थियो ऊ के हुँदैछ। अनि उसलाई थाहा थियो यदि उसले त्यो कुरामा पतन भयो भने के हुनेछ। फुल्ली रिभिल थियो उमा। हमेसा व्यभिचारदेखि भाग्यो, भाग्यो, भाग्यो। पहिलो कुरो यो हो कि पवित्रता भनेको हामीलाई थाहा छ। अनि आजको यो वचन आउँदै गर्दाखेरि तपाईँ आफ्नो जीवनमा आफ्नो उद्देश्य पत्ता लगाउनु भएको छैन भने यो पोइन्टमा हामीले ध्यान दिनुपर्छ। म हमेसा भन्छु यस मण्डलीबाट, तपाईँ गलत रिलेसनमा हुनुहुन्छ भने यु नेभर विल फाइन्ड द प्लान अफ गड। तपाईँ गलत सम्बन्धमा हुनुहुन्छ, तपाईँ परमेश्वरको योजना पत्ता लगाउनुहुन्न। आज एन्ड गर्नुपर्छ, अहिले सुन्दा सुन्दा एन्ड गर्नुपर्छ। जो कुरो वचनसित म्याच हुँदैन, खाने, लाउने, पिउने, हेर्ने,
एभ्रिथिङ। मैले अघि भने ती सबै कुराहरू सामान्य लाग्दैछ, तर परमेश्वर सामान्य लिनुहुन्न, उहाँ पवित्र परमेश्वर हुनुहुन्छ। हालेलुया। He is holy God. कुनै पनि कुराको एडिक्सन, सम्भवतः यो एडिक्सन भन्नु साथ तपाईँ ड्रग्सलाई पोइन्ट आउट गर्नुहुन्छ होला, तर धेरैचोटि हाम्रो जीवनमा डिफ्रेन्ट काइन्ड अफ एडिक्सनहरू हुन्छन्, थुप्रै किसिमको एडिक्सनहरू। त्यहाँदेखि बाहिर आउनुपर्छ हामीहरू। कतिजनालाई यो लाग्दैन होला, सुत्ने कुरा इभन एडिक्सन हो। कोही धेरै सुत्न मन पराउँछ, तपाईँ 8 घन्टाभन्दा ज्यादा सुत्नु हुँदैन। आमेन। 16 घन्टा कसै सुत्दैछ भने he is a hopeless guy। म यही बोलावट पत्ता लगाउनेमा एक दिन अल्छीको बारेमा बोल्नेछु। चाहिने भन्दा ज्यादा कसैले भात खाँदैछ भने द्याट्स एडिक्सन। हितो बथेर भन्छ घिचुवा नहो। म बाँकी कुरा तपाईँलाई छोडिदिन्छु। यो सबै कुराबाट जब हामी अलग आफूलाई राख्न सक्छौँ, द्याट्स अ होलिनेस। हालेलुया। शरीरका कुराहरूबाट, शरीरका चाहबाट योसेफले आफूलाई ती सबै कुराबाट अलग राखे, व्यभिचारको पापबाट। यो सबैभन्दा कठिन कुरो थियो योसेफको लागि। म इमेजिन गर्न सक्छु, हि इज अ यङ गाई। अनि यो सबैको लागि हुनसक्छ, म्यारिड, अनम्यारिड, यङ एन्ड ओल्ड। र दोस्रो कुरो, योसेफले अर्को काम गर्यो, सम्झौता। सबैले भन्नु सम्झौता। कुनै पनि कुरासँग जब हामी सम्झौता गर्छौँ त्यो अपवित्रता हो। किनकि रोमीको पुस्तक हामीले 12:1-2 पढ्यौँ, त्यहाँ लेखिएको छ, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हौ र परमेश्वरको असल ग्रहण योग्य। त्यहाँदेखि हामीले पढिसक्यौँ। जब हामी उत्पत्ति 37 को 2 पढ्दछौँ, हामी त्यहाँ थाहा पाउँदछौँ योसेफका दाजुहरूले केही आफ्नो पिताभन्दा बाहिर केही गलत कुरा गरिरहेको थियो। अनि एज अ ब्रदर के हुनसक्छ भन्दाखेरि दाइ भाइमा सम्झौता हुनसक्छ। दिदी बहिनीमा बाबुआमादेखि धेरै कुरा लुकाउँछ, उनीहरू घुसघुस भित्रभित्र धेरै कुरा गर्छ, डाडी मम्मीदेखि छिपाएर राख्छ, सम्झौता गर्छ उनीहरू, अनि बुवा आमाको नजरदेखि लुकाउँदछ। तर हामी जब त्यहाँ थाहा पाउँदछौँ, जब दाजुहरूले गरेको गलत उनले देखेपछि उसले आफ्नो बुवालाई गएर भन्यो, है मेरो दाजुहरूले यसो गर्दैछ, आफ्नो पिता याकुबलाई। उसले आफ्नो दाजुहरूले गरिरहेको कुरा जो गलत थियो त्योसँग सम्झौता गरेन। धेरैचोटि हामी रक्सी खाँदैनौँ, ड्रग्स खाँदैनौँ, अनि व्यभिचारमा पनि छैनौँ। अनि रक्सी, जाँड, चुरोट, खैनी, गुड्का, यसलाई चाहिँ एकदम पाप, छुरी नहुने पाप। त्यो खोस्टा देख्यो भने पनि हामी यतादेखि हिँड्छौँ। तर धेरै कुरो बाइबलले बताउँदछ जो भित्री हृदयमा छ। धेरै जीवनका रहनसहनहरूसित हामी सम्झौता गरिरहेका हुन्छौँ। म यो कुरो नितान्तै तपाईँलाई छोडिदिन्छु, यो मेरो लागि पनि हो। कुनै पनि कुरोसित म सम्झौता गर्दैछु, यद्यपि हेर्दा राम्रो देखिन्छ, यद्यपि हेर्दा राम्रो देखिन्छ, सम्झौता नगर्नुहोस्। अनि सम्झौता नगर्नु चाहिँ पवित्र जीवन जिउनु। र अर्को कुरो, योसेफ हमेशा सत्य बोल्ने व्यक्ति थियो, झुट बोल्दैन थियो। हामी जब उत्पत्ति 40 मा हेर्छौँ, पोतिफरको घरदेखि उसलाई आफ्नो पोतिफरको श्रीमतीले जब गलत दोष लगायो, झ्यालखानामा थियो। 40 मा आउँदा झ्यालखानामा थियो। अनि झ्यालखानामा
दुईजना फारोको नोकरहरूले सपना देखियो अनि सपना चाहिँ एउटाको राम्रो थियो अर्कोको गलत थियो सबले भन्नु अर्कोको गलत सपना थियो मतलब उसको लागि बुरा सपना थियो अनि जस्तो युसुफले कत्रो आँट भयो उसलाई सत्य बोल्न उसित आँट हुनुपर्छ उसले आँखा चिम्लेन उसले सिधै सत्य बोल्यो पहिलोलाई भन्यो फारोले तपाईलाई फेरि त्यही पोस्टमा रेस्टोर गर्दै हुनुहुन्छ तर तपाईलाई फारोले अबको 3 दिनमा झुन्डाएर मार्नेछ अनि चराहरूले तपाईको मासु खानेछ अनि जब यो सपनाको अर्थ हेर्दै गर्दाखेरि सम्भवतः सत्य बोल्न गाह्रो हुन्छ एक्सक्युज मी यहाँ ध्यान दिएर सुनौ झुट बोल्नु पाप हो यस तपाईको हृदयको सत्यता चाहिँ सबैभन्दा मलाई लाग्छ ड्रग्स भन्दा पनि इम्पोर्टेन्ट हो असत्य लुकेको छ भने हामी जब गलत कुराहरू देख्छौं तपाई सत्य बोल्न सक्नुहुन्न भने म सत्य बोल्न सक्दिन भने एजिकलको पुस्तक पढ्दा थाहा पाउँछौ तिनीहरुको रगतको लेखामा तिम्रो शिरदेखि लिन्छु किनकि तिमी चुप लागेर बस्यौ मन दुख्ला भनेर हामी भन्दैनौ कसैलाई अर्थी दिदैनौ वा हामी पनि धेरैचोटी झुट बोल्छौं धेरैचोटी हामी झुट बोल्छौं हाम्रो हृदय वाकै करेक्ट हुँदैन हृदयबाट पार्शियलिटी हुन्छ विभेद गर्छौं हामी परिवारमा विभेद हुन्छ एउटालाई माया गर्छौं अर्कोलाई अलिक पर गर्छौं द्याट्स अ सिन अब यो सबै माइन्ड राख्छ है मैले बाइबलमा पढ्दाखेरि यस्तै कुराहरु भेटाउँछु म आज के बाँड्दै छु यहाँ भन्दाखेरि म हजुरलाई हेल्प गर्न चाहन्छु तपाईको जीवनको पवित्रताले तपाईलाई मद्दत गर्नेछ सजिलो बन्नेछ तपाईले आफ्नो जीवनमा गर्नुपर्ने कुराहरुलाई भेट्टाउनको निम्ति सारै सजिलो हुन्छ हालेलुया उले हमेशा सत्य बोल्यो अनि सत्य बोल्नु पवित्रता हो आमेन अर्को कुरो अनेस्टी युसुफ इमानदार थियो विश्वासयोग्य थियो जब वो फारोको घरमा पुग्यो त्यहाँ पुग्दाखेरि उ कम्प्लिटली फारोको सबै कामहरुमा उ अनेस्टी भयो अनि त्यहाँ हेर्दै गर्दाखेरि म सबमिसन देख्छु फारोको घरमा बस्दाखेरि उसले आफ्नो ड्रिम पूरा गरिरहेको थिएन बट योसेफले फारोको सपनालाई बिल्ड गरिरहेको थियो फारोको सपनालाई पूरा गर्दै थियो फारोको देशलाई बिल्डअप गर्दै थियो फारोको जनतालाई खुवाउँदै थियो अथोरिटीको अधीनमा थियो मण्डलीमा अथोरिटीहरु हुन्छ हामी भन्दा माथि परमेश्वरले आत्मिकी बुवा आमाहरु राख्दिनु भएको हुन्छ अनि यो सबैको लागि हो अगुवाको लागि मात्र हैन Honesty is very important. धेरै सेवकहरुले आफ्नो जीवनमा बाटो बिराएको छ किनकि उ आफ्नो पास्टरको अधीनमा हुँदैन गर्छ देखावटी गर्छ तर तपाईको हृदयको सत्यता परमेश्वरलाई थाहा हुन्छ मेरो हृदयको सत्यता परमेश्वरलाई थाहा हुन्छ योसेफ त्यसै रोटी खुवाउने व्यक्ति बनेको हैन योसेफ त्यसै प्रधानमन्त्री बनेको हैन पहिले उ फारोको अधीनमा बस्नु पर्थ्यो अनि फारोको ड्रिमलाई इम्प्लिमेन्ट गर्नु पर्थ्यो and he was happy धेरै सेवकहरु धेरै महान बोलाट पाएको मानिसहरुले आफ्नो जीवन आउट अफ ट्र्याक भएको चाहिँ अधीनता नसिकेर रिबेलियस स्पिरिट बागीपनहरु र उसको फेथफुलनेस हामी देख्छौं फारोको आँखा अगाडि मात्रै होइन उ पूरा देशभरि दिलो ज्यानले काम गर्यो हालेलुया सबले न दिलो ज्यानले फारोले उसलाई जुन काम दियो ईमानदारको साथ
मलाई जहाँसम्म लाग्छ फारोले यसो भनेको छ, तिमी जस्तो ज्ञानी मानिस र चतुर मानिस कोही छैन। फारोले भन्दा कयौँ क्रिएटिभ वेले झन् आफ्नो कामलाई उसले एकदमै सफल बनायो। फारोसित फेथफुल भयो। हालेलुया। यो एउटा कुरो थियो जसले युसुफलाई आफ्नो बलाउटतर्फ ग्रो गर्दै थियो। हालेलुया। अर्को क्षमा र प्रेम। जब समय आयो, उत्पत्ति 45 अध्यायमा हामी हेर्छौँ, उसलाई बेच्ने, उसलाई मार्नको निम्ति खाडलमा हाल्ने दाजुहरूसँग भेट भयो। अनि भेट भएपछि उसले आफ्नो दाजुहरूलाई क्षमा गर्यो। हालेलुया। म जब यो खण्ड पढ्छु मेरो आँखामा आँसु आउँछ, वाकै ढाँटेको होइन। जब लामो 13-14 कति वर्ष पछाडि दाजुहरूसँग भेट्यो अनि युसुफले आफूलाई रिभिल गर्यो, म को हुँ अनि तिमीहरूले मलाई के गर्यो, तिमीहरूले मलाई बेच्ने, अनि उसले जब क्षमा दिन्छ आफ्नो दाजुहरूलाई, म आज पनि मेरो हृदय पगालिन्छ त्यो खण्ड पढ्दाखेरि। ग्रेट लभ। हालेलुया। तपाईँलाई थाहा छ क्षमादान र प्रेम पवित्रतासित जोडिएको छ। यदि हामी हाम्रो कसैलाई क्षमा दिन सक्दैनौँ भने हामी सबै कुरा गरेका छौँ, शरीरका अभिलाषादेखि भागेका छौँ, हामी सबै कुराहरूदेखि भागेका छौँ, तर हामी हृदयदेखि कसैलाई क्षमा दिन सक्दैनौँ अनि कसैलाई प्रेम गर्न सक्दैनौँ। के यो अपवित्रता होइन र? बाइबलमा छैन तिमीले आफ्नो शत्रुलाई प्रेम गर? हालेलुया। तिमीलाई हानि गर्नेहरूलाई प्रेम गर? हालेलुया। अझै खुवाऊ पिलाऊ। आमेन। यो पवित्रतासित जोडिएको कुरो छ। प्रेम र क्षमा तपाईँको पवित्रतासित जोडिएको कुरो। हालेलुया। मलाई जहाँसम्म लाग्छ यदि युसुफले आफ्नो दाजुहरूलाई क्षमा गर्न नसकेको अनि प्रेम गर्न नसकेको भए सम्भवतः ऊ त्यति महान गनिँदैन थियो। क्षमा दिन नसकिने मान्छे कसरी महान गनिन्छ? हेलो। महान त्यो व्यक्ति हो जसले क्षमा दिन सक्छ। युसुफ त्यसै अनरको ठाउँमा पुगेको होइन, आदरको ठाउँमा, किनकि उसले क्षमा दिनु पर्थ्यो। जब तपाईँ क्षमा दिनुहुन्छ तपाईँ आदरलाई आफूतिर खिच्नुहुन्छ। हालेलुया। जब तपाईँलाई हानि पुर्याउनेहरूलाई प्रेम गर्नुहुन्छ तपाईँ पवित्र हुनुहुन्छ भन्ने कुरा प्रकट गर्नुहुन्छ। यो सबै पवित्रतामा पर्छ। मैले पवित्रता के हो भनेर भन्दैछु अहिले, किनकि बिना पवित्रता हामी परमेश्वरको बोलावट पत्ता लगाउन सक्दैनौँ। तपाईँको हृदयभित्रको कुरो हो यो, मेरो हृदयभित्रको कुरो। हालेलुया। म अब 2टा बुँदा छ, सक्न लाग्दैछु। र युसुफको जीवन हामी हेर्दाखेरि उसले हमेसा भलाइ गर्यो। सबैले भलाइ गर्यो। आफ्नो परिवार, दाजुभाइ, पोतिफरको परिवार, पोतिफरको घरमा बस्दाखेरि श्रीमतीलाई के भन्यो? म्याडम तपाईँ यसो नभन्नुहोस्, मेरो मालिक पोतिफरले यो घरको सबै ताला चाबी मलाई दिनुभएको छ, सिर्फ तपाईँ बाहेक। त्यति धेरै अथोरिटी आफ्नो मालिकप्रति कस्तो भलाइ गरेको है। हालेलुया। हमेसा भलाइ। अनि हामी हेर्छौँ जब फारोको दरबारमा पुगे, प्रिजनमा झ्यालमा पसे, जेल कि झ्याल भन्छौ? जेल। माफ गर्नुहोस् है, यो झ्याल पूर्वको राई बुझ्नु त भयो नि, होइन? द्याट्स इम्पोर्टेन्ट। हालेलुया। मैले झ्याल भने, विन्डो भने, हजुरले बुझ्नुहोस् प्रिजन, जेल। जेलमा हुँदा पनि उसले भलाइ नै गर्यो। हालेलुया। के भलाइ गर्ने कुरा पवित्रतासित जोडिएको हुन्छ? यस, यस एन्ड यस। आमेन। भलाइ गर्ने कुरा पवित्रतासित जोडिएको हुन्छ।
अनि भलाइ चाहिँ फेरि तपाईँलाई मनपर्ने मान्छेलाई गिफ्ट किनेर दिनु, त्यसलाई चाहिँ भलाइ भनिँदैन। त्यो पनि एउटा हो। तर जसलाई मन पर्दैन उसलाई डिनरमा बोलाउनु। हालेलुया। भलाइ। अथवा कोही बुरा स्थितिमा फसेको छ उसको उद्धार गर्न, अथवा कोही खाँचोमा छ उसलाई आफ्नो मुट्ठी खोलेर दिन। सबैले मुट्ठी खोलेर दिन। हामीसँग पैसा छ। यहाँ बाटोमा अहिले कोही अलपत्र पर्यो भने हामी त्यही बाटो यति सबै हुरुरुरु निस्केर गयो भने मलाई जहाँसम्म लाग्छ हामी कम व्यक्ति मुट्ठी खोल्नेमा पर्छौँ होला। धेरै व्यक्ति नदेखेको जस्तो गरेर जान्छौँ होला। हु केयर्स। तर म